Hello guys, welcome back to my channel. So new day, another new vlog. So आज चाहिँ मेरो सेकेन्ड इयरको फर्स्ट डे हो हैन। म चाहिँ बीएससी नर्सिङ सेकेन्ड इयरको स्टुडेन्ट हो र हाम्रो एक्जाम चाहिँ पहिले 1 महिना अगाडि सकिसकेको थियो, तर स्पोर्ट्स विक्सहरु के भइरहेको थियो। सो आज चाहिँ अफिसियली क्लास सुरु हुन्छ सेकेन्ड इयरको। आज फर्स्ट डे हो, प्लस आज ओरिएन्टेसन पनि हुन्छ अनि क्लासेसहरु पनि छ है। रुटिन चाहिँ हामीलाई आइसकेको छ। सो त्यही हो, म चाहिँ आज सेकेन्ड इयरको फर्स्ट डे कस्तो हुन्छ भनेर ब्लग गरेको है। सो म रेडी भएर निस्किँदैछु। म चाहिँ रेडी भइसकेँ, प्लस एकदम छिटो जान छ मलाई चाहिँ, किनभने हाम्रो सेकेन्ड इयरको म्याम एकदम स्ट्रिक्ट हुनुहुन्छ अनि टाइममा आउनु भन्नुभएको छ। प्लस आज फर्स्ट डे हो र फर्स्ट डेमा मैले लेट पुग्नु छैन। सो आम रेडी विथ द कलेज ड्रेस अन। अहिले चाहिँ बिहानको 6:15 भइरहेछ। अछु त्यो पनि चिसो छ। हिजो यस्तो पानी परेको थियो, त्यो भएर चिसो भएको होला। वेदर चाहिँ चिसै छ, प्लस गाडीहरू एकदम कम चलेको छ। यहाँ टिफिन लिन आएको मम्मीले चाहिँ मलाई खाना तयार गरिदिनु भएको छ कलेज जानको लागि टिफिन। सो म खाना लिन आएको। सो गाइस, दिस इज माई टिफिन। अब चाहिँ म छिटो कुदेर गाडीबाट जान्छु अनि गाडी जाँदै कलेज जान्छु। बाई बाई। Excuse me, pigeons. This is airport. Achoo, so cold. कस्तो लागिरहेको आज फर्स्ट डे क्लास खोज्दै गइरहेको। हाम्रो क्लास कुन हो? हाम्रो क्लास आज फर्स्ट डे अफ क्लास कस्तो लागिरहेको? सबभन्दा ढिलो आएको ऋतिकाले आफ्नो एक्जिस्टेन्स क्वेसन गरिरह। मेरो बोतल हराएको छ, यिनीहरू कसैले पनि खोजिदिएनन्। अब म यिनीहरूलाई पानी खान दिन्न। ब्रेक सक्यो, अब 2 मिनट बाँकी छ, अझ 2-3 घन्टाको। मेरो हेलमेट। अब हाम्रो लास्ट पिरियड बाँकी छ। तिमीलाई कतिको मोटिभेसन छ लास्ट क्लासमा? एकदम मोटिभेसन भएर निद्रा लाएर अब लास्ट क्लास बाँकी छ। सबैजना यहाँ घाम ताप्दै हुनुहुन्छ। अघि न म्यामको मोटिभेसनले एकदम इन्सपायर भयो। हुनुहुन्छ अरे कि यहाँ। अब लास्ट क्लास चाहिँ हाम्रो के हो? सोसल हो। हजुर हाम्रो लास्ट क्लास चाहिँ सोसल हो। त्यो चाहिँ राउन्ड भएको होइन। अब गाइस, हाम्रो छुट्टी भयो। आज चाहिँ हाफ एन आवर अगाडि छुट्टी भयो। कस्तो लागिरहेको छ? मेरो मन खुसी भएर आकाशमा बादलहरूको बिचमा उड्दैछ। आज चाहिँ म्यामहरूको मिटिङ रहेछ, त्यही भएर हामीले चाहिँ हाफ एन आवर चाँडै छुट्टी पायौँ। त्यही भएर हामी चाहिँ खुसी हुँदै घर जाँदैछौँ। मकै खाँदै घर जाँदै हामी चाहिँ क्लासबाट निस्क्यौँ। प्लस हाम्रो लास्ट पिरियड सोसल थियो। मलाई यस्तो
फसल भन्ने चाहिँ सब्जेक्टै त्यस्तो हो निन्द लाएर झुपझुप भइसकेको थियो तर बिचमा ब्रेक भयो अनि त्यो भएर ठिकै भयो ब्रेकमा पनि म सुतेँ अनि त्यो छुट्टी भयो यस लाइब्रेरी पहिला वानले स्टार्ट मैले गर्छ फर्स्ट टाइम पाएको होला यो यस्तो पढ्यो हाम्रो बारीले उडाएर यस्तो हाम्रो चाहिँ क्लास साढे सक्यो अनि लाइब्रेरी आएको बुक हेर्नको लागि हामी नयाँ इयरको नयाँ स्टुडेन्टहरू भएर यहाँ फर्स्ट दिनमा जोस देखाइदिन्छन् भोलि पर्सि जोस कहाँ जान्छ हामी पनि हेरौँ ल जाऊँ छिटो घर जाऊँ हुँदै क्या सो गाइज आज सन्डे पनि यस्तो अल्छी लाग्दो सन्डे हाम्रो क्लास कहिलेबाट आज भएको भन त कति महिना भयो 2 महिना हाम्रो चाहिँ 1 महिना अगाडि इक्जाम थियो बोर्ड इक्जाम अनि बोर्ड इक्जाम अगाडि पनि बिदा थियो बोर्ड इक्जाम पछाडि पनि बिदा थियो त्यसपछि फेरि स्पोर्ट्स विक भयो गर्दा 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 अहिले 2 महिनापछि बल्ल आज क्लास भएको छ र हाम्रो सबैजनाको हावा टाइट भएको